उमेरले नेटो काटिसक्यो यार। घरकाले नि बिहे गर भनेर टेन्सन दिच्छन्, के गर्ने हो यार। बिहे भनेपछि सुनकै कुरा आउँछ, बरु त्यही कुरा बुझ्छु मार्केट गएर। के छ यार सुड्डो, सब ठिकठाक छ नि? सब ठिकठाक छ। तिमीलाई के चाहियो? दाई, आज सुनको भाउ कति छ? आज आज त सुन होइन, सपनाको भाउ छ। आउ सुन्दा बिहे होइन, रुन सम्झिनुहोस् दाई। कति हो खुरुखुरु भन्नुका यार, धेरै दिमाग नखानु। मात्र 3,18,800। ए, त्यस्तो महँगो? तौला अनुसार कि मुड अनुसार हो का? दुवै। आज बजारको मुड बिग्रिएको छ। बिहे गर्नु पर्यो, केटी पक्षले 5 तोला भनेछन्। 5 तोला? दाइ, आजकल 5 तोलाले त इन्गेजमेन्ट पनि सोच्नुपर्छ। अनि अप्सन छैन के? अप्सन छ नि छ। 1 तोला सुन, 4 तोला आशा र भरोसा। ए दाइ, यति महँगो हुँदा पनि मान्छे किन किन्छन्? बिहेमा केटीले सुन नलाउँदा समाजले लोड सेडिङमा बिहे गर्यो भन्छ। ठिक छ दाइ, आज त सुन हेरेरै फर्किन्छु। हेराइ नि महँगो छ है, आँखा नचिम्लिनु। ल सुड्डो म गए अहिले, धेरै ल्याङ्ना। फेरि आउनु होला।